प्रजातन्त्र पार्टीको कार्यकर्ताहरूको पक्षमा, राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यकर्ताहरूको नेताहरूको रिहाईको पक्षमा उसले वक्तव्य समेत जारी गरेको थियो र अन्तर्राष्ट्रिय समुदायमा त्यो आवाज समेत उठाएको थियो। यो सबै परिस्थिति बन्दाखेरि पनि मैले फेरि पनि भन्छु, हामीले राष्ट्र संस्था पुनर्स्थापना गर्न सकिहालेनौँ, हिन्दू राष्ट्र पुनर्स्थापना गर्न सकिहालेनौँ, अथवा यो संविधानलाई विस्थापित गर्न सकिहालेनौँ, तर पनि राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि बढिराख्दाखेरि मेरो मनमा सधैँ एउटा चिज अपुरो भइराखेको, केही रिक्तता जहिले महसुस गरिराख्ने भनेको त्यो कमल दाइको अनुपस्थिति। कमल दाइ नहुँदाको राप्रपा मेरो मनमा एकदम त्यो अपूर्ण जस्तो लाग्थ्यो। म उहाँले छोडेर जानुभयो, म पार्टीको अध्यक्ष, मैले रुएर हिँड्नु पनि नहुने, कमल दाइ नभएर यो पार्टी भएन भन्न पनि मिलेन, उहाँ नभएर पनि चल्छ भन्नु पर्यो, चलायौँ पनि, तर मनमा एक प्रकारको रिक्तता र अभाव भइराखेको थियो। आज त्यो पूर्ण भएको छ। सबैजना खुसी हुनुहुन्छ, सबभन्दा बेसी म खुसी छु, सबभन्दा बेसी म खुसी छु। मैले यति मात्रै भन्छु, पार्टी कोही एक्लैले चलाउने होइन, हामी सबैले मिलेर चलाउने हो। दाइसँग आउनुभएका कोही पनि साथीहरूले मनमा कुनै अन्यथा लिनु पर्दैन। मेरो अभिभावक पूर्व अध्यक्षहरू र अरू दाइटोलीहरू हुनुहुन्छ, दाइटोली भनेपछि दिदी पनि पर्नुहुन्छ होइन, सबै हुनुहुन्छ। पार्टी अध्यक्षको हिसाबले म तपाईँहरूको अभिभावक छु, मैले सबैलाई मिलाएर लान्छु। तपाईँहरू कसैले पनि अन्यथा मनमा राख्नु पर्दैन, सबैलाई मिलाएर लाने जिम्मेवारी मेरो हो। कारणले अब कसैले पनि अप्ठ्यारो मान्नु पर्दैन र हिजो हामीले अलग थियौँ भन्ने कुरा बिर्सनुपर्छ र हिजो भएका हाम्रा फरक गतिविधिहरूलाई, हामी हिजो अलग रहेको अवस्थालाई अब जीवनमा कहिलेकाहीँ आफै मरेको सपना देखिन्छ तर उठ्दाखेरि केही पनि हुँदैन, त्यसकारण नराम्रो